अनि साथी हामीलाई त बिजोग छ। अब स्कुटी बिग्रियो भनौँ कि तेल सक्यो भनौँ कि होइन, तेल त हाले जस्तो लाग्छ। सरले मजाले डोराइरहनु भयो। मेरो काम छ धक्का हाल्ने, सामान छ यत्रो तपाईँ देख्न सक्नुहुनेछ। जति अब यसको क्षमताभन्दा बढ्ता सामान लोड गरेर के गरोस् होइन यसले पनि। अनि त्यस्तै भइरहेछ। पानी आएको छ र हल्का आज त मौसम राम्रो छ। नै पनि त हामीलाई गाह्रै हुने हो यो रोडमा हिँड्नको लागि। सर अनि के भइरहेको छ तपाईँले अघिसम्म त मजा ल्याइरहनु भएको थियो। सर अघिसम्म सरले मजाले सर हिँड्नुभएको थियो, अहिले धक्का हान्नु पर्दाखेरि रिसाएर बिजोग छ होइन। कति मैले मात्रै बोक्नु, तैँले नि मलाई दुःख गर्नु त भन्ने जस्तो लागेर बिग्रिया जस्तो छ। फेरि नयाँ कम्पनीबाट आएको स्कुटी हो, फेरि सोरुमबाट मान्छे आउन टाइम लाग्छ अरे। त्यही भएर पनि अलिअलि अगाडिसम्म हिँड्ने हो भने अलिकति केही बाटो नजिक हुन्छ कि भन्ने आशले चाहिँ सरले दौडाउने कोसिस गर्दै हुनुहुन्छ। मलाई धक्का दिइरहेको छु भन्दै अब ठाउँमा पुगेछ। फेरि कहाँसम्म पुगिन्छ त्यहाँको फेरि भिडियो ल्याउन सक्यो ल्याउँला, नसके यति नै हेरेर चित्त बुझाइदिनु ल नि त। लाइक दबाएर ठोकिदिनु होला।